व्यक्तित्वहरूले कति धेरैले भन्नुहुन्छ यो चिजहरू जुन चाहिँ अब हामीले सोसल मिडियामा हालिरहेका हुन्छौँ, जस्तै अब दोहोरीहरू सुटिङ हुन्छ होइन। अब जस्तै म नि नेपाल आइडल जाँदाखेरि नेपाल आइडलमा सुटिङहरू हुन्थ्यो, अनि कतिको माइन्डसेटमा चाहिँ यो सबै स्क्रिप्टेड हुन्छ भन्ने छ। यसको बारेमा केही बोलिदिनुहुन्छ हजुरले? रेकर्डमा चाहिँ अब स्क्रिप्ट नै गर्न पर्यो, त्यहाँ च्याट्ट मिलाएर कटिङ सटिङ मिलाउन पर्यो के अरे। अब लाइभ भनेपछि लाइभ नै गर्न पर्यो र यताउति वातावरण हेरेर गर्न सक्न पर्छ। एकदम जस्तै बल्ल दर्शन पाएको छु सजाको टिभीमा भन्दा झन् रहेछौ मजाको घुम्ती घुम्ती रोड, दर्शन पाएँ सजाको टिभीमा भन्दा रहेछौ झन् मजाको घुम्ती घुम्ती रोड, के हो रे कटेसी घुम्ती घुम्ती रोड, आहा क्या राम्रो हो स्याङ्जा चापाकोट, आहा क्या राम्रो हो स्याङ्जा चापाकोट भनेर च्याट्ट छन्द प्रास मिलाएर सज्जाको भने कसैले भनेको थियो अहिलेसम्म? हजुर पहिलो व्यक्तित्व हुनुहुन्छ। बल्ल दर्शन पाएको छु सज्जाको टिभीमा हेर्न भन्दा ती प्रत्यक्ष हेर्दा झन् रहेछौ मजाको मिलाउनु पर्यो यसरी। यसो हो। जस्तै अब हजुरको लाइभ दोहोरीहरू हेर्दाखेरि मान्छेले भन्छ कति धेरै सोचेर बोल्छ होला भनेर क्या। तपाईँ धेरै सोचेर बोल्नुहुन्छ कि होइन जे आउँछ त्यही ठक्क भनिहाल्नुहुन्छ? होइन, जे आउँछ त्यही त भन्न भएन। हजुर। आफ्नो मान मर्यादा प्रतिष्ठा राखेर आफ्नो गाउँ समाज त्यो गीतले भन्न खोजेको के हो, के दर्शाउन खोजेको हो, पीर दर्शाउन खोज्यो कि माया दर्शाउन खोज्यो कि केही सूचनामूलक गर्न खोज्यो, त्यो गर्न सक्न पर्छ। त्यो थियो र पो बल्ल यहाँ भएँ म होइन। गीत गाउन त जसले पनि जाने थिएँ के अरे, बल्ल पऱ्यो माकुरी जालैमा भन्न त जाने थियो जसले पनि, तर पनि त्यसलाई कसरी एउटा लयात्मक ढङ्गले गाउने, कसरी गाउने भन्ने किसिमले एउटा यहाँ थियो र पो बल्ल यहाँ आएँ होइन। त्यसो हो र हुनपर्छ र केही गर्छु भन्ने मान्छेले गर्न पर्छ र उच्चार पनि दिनपर्छ। र मेरो घर परिवारले एकदमै सपोर्ट गरिराख्नु भएको छ। म सानैदेखि नै कलाकार बन्छु भन्ने मेरो उद्देश्य थियो, धोको थियो। र सानैदेखि नै मेरो बाबाहरू चाहिँ सबै लाहुरे परिवार बाजेदेखि नै सबैले लाहुरे बनाउनु पर्छ भन्थे। त्यही भएर मेरो नाम श्याम राणा मात्रै होइन, श्याम बहादुर राणा हो। हेर्नु, श्याम बहादुर हो, बहादुर आए चले भन्ने उतातिर। अनि अब इन्डियनले हामीलाई बहादुर बनाएछन्, कजा छन् के अरे, त्यस्तो छ होइन। म त्यसरी कजिन्न, अर्काको भरिया पनि बन्दिनँ, केही हुन्न। म चाहिँ नेपालमै बस्छु, नेपालकै गीत सङ्गीतलाई प्रचार गरेर अगाडि बढ्छु भनेर सानैदेखिको धोको थियो। र यो धोकोमा लागेको पनि 20-22 वर्ष भएछ। बल्ल अहिले चाहिँ हो कि गरेर मान्छेले खोजी गर्नेमा पुगेको छु। मान्छेले सम्झिने, लौ श्याम राणा त फल्ना यस्तो दोहोरी गाउने हो भन्नेमा बल्ल पुगेको छु। नाइबा स्याङ्जाली कलाकारको नाममा अरू कलाकारको नाम आउँदा मेरो आउँथेन। मलाई कस्तो चिन्ता लाउँथ्यो, म पनि स्याङ्जाको कलाकार हो। स्याङ्जालीले मेरो विभिन्न पत्रकार भनाउँदाहरू र यस्तो वरिष्ठ भनाउँदाहरूले नाम नलिँदाखेरि म त परे रहन्छु स्याङ्जाली कलाकारको सूचीमा त भन्ने मेरो मनमा आउँथ्यो। त्यही भएर अहिले चाहिँ फाटाफुट्टा लिने भएका छन् र गर्न पर्दो रहेछ। केही गरेर मात्रै यो धरतीलाई सिँगारेर मात्रै छोड्ने होइछ। हामी केही गर्नको लागि आफ्नो अन्तर्निहित प्रतिभा आफूमा के छ त्यो प्रयोग गरेर सबैलाई समाजलाई छोडेर जाने होइछ जिन्दगी भन्ने कुरा। जसले जे जानेछ त्यही अगाडि बढ्नुहोस्, पढाउन जानेले पढाउनुहोस्, शिल्पकलामा हुनेले गर्नुहोस् होइन। म त अरू गर्छु भन्ने जे गर्नुहोस् राम्रो गर्नुहोस्, बदमासी नगर्नुहोस्। हजुर भनेपछि हजुरलाई चित्त दुखाइ पनि धेरै कुरामा रहेछ होइन। चित्त दुखाइ भएर पनि के गर्ने हो र। अब कतिपय आफ्नो स्वभावले नै गरे हुम्ला, कति अभावले गरे हुम्ला होइन, कति दबावले गरे हुम्ला। यो काठमाडौँ आएर सङ्घर्ष कति गरे हुम्ला होइन। मलाई पनि त मिठो मिठो खान मन लागेको थियो होला, राम्रो राम्रो लुगा लाउनु मन लागेको थियो होला, कस्ता महँगो गाडीमा चढ्न मन लागेको थियो होला। खै अब निर्भय भएछ के अरे। ठिकै छ बेला लाग्छ घाम भनेको, भ्याउ ताग धार्ने कहिल्यै नपुग्ने, त्यस्तै छ। अब हामी मान्छेको स्वभाव नै त्यस्तै हो होइन। जति भए पनि पुग्दैन,
जति जे गर्दा पनि पुग्दैन। हो 20-22 वर्ष अगाडि म काठमाडौँ आउँदाखेरि एउटा त्यो कालो म्याट बिछ्याएर एउटा सिरानी गरेर एउटा ब्ल्याङ्केट ओढेर बसेको मान्छे हो। हजुर अहिले कोठाभरि कस्तो लाग्ने के खाने हजुर हुँदा पनि यो मन त्यस्तै छ त्यस्तै छ, चञ्चल चञ्चल। जसो भए पनि पुग्दो रहेछ हुँदो रहेछ। हजुर त्यही हो, मान्छेमा इमान्दारिता हुन पर्यो, हरि हुन पर्यो, धर्म सम्झिन पर्यो। आफूले के गर्न आएको काठमाडौँ रित्तै झोला बोकेर आएको रित्तै फर्किनु त भएन भएन। होइन त। कहिले कहिले घरतिर जाँदाखेरि यसो मिठाई चक्लेट बाँड्ने पनि पुगोस् भओस्, रित्तै हात त जाने कुरा भएन। त्यही भएर पिर पर्थ्यो। सुरुमा चाहिँ कहिलेकाहीँ घरतिर जाने बेलामा दसैँमा घरमा जाँदाखेरि रित्तै जान पर्थ्यो होइन। यसरी त हुन्न भने म त 1-2 वर्ष त गइनँ। अनि हजुरलाई कहिले त्यो प्रेसर आएन? होइन सबैजना लाउरे हुनुहुन्छ, तिमी पनि लाउरे बनाऊ भने जस्तो? त्यही त, लाउरे हुन गोरखपुर गएको हुन दाइ खोजेको नभएको रे लैसालाला भनेर त्यहाँबाट निस्किएको। हजुर जान त यसो देखिन त गर्थेँ। हजुर त्यसपछि बाको मन राख्नलाई मात्रै। हजुर मेरो लक्ष्य उद्देश्य यहाँभित्रको जिन के भन्छ त्यसलाई, नसादेखि रगतदेखि रगतमा सबै। आफ्नो कसरी गिदाउने भन्ने थियो। हजुर सानैमा म 52-53 सालमा हाम्रो गाउँमा कर्णदास के कर्णदास हजुर जिन्दगीको के भरोसा यो त सानो खेलौना हो भन्ने गिदाउने हजुर हाम्रो गाउँमा गएको। म सानै थिएँ। त्यसपछि त्यो चौरमा गिदाएको स्टेज पनि बनाउँथेनन् कि त्यति बेला, चौरमै त्यत्तिकै हजुर गिदाएको। अनि त्यहाँबाट म सुटुक्क गएर यसरी छोएर म पनि तिमी जस्तै हुन पाम, तिमी जस्तै कलाकार हुन पाम भनेर सङ्कल्प गरेको थिएँ कि मैले। हजुर ओहो 53 साल भनेपछि म 8-9 वर्षको भएर छु। म त्यति सानो उमेरदेखि नै सङ्कल्प त्यति गर्नु बेलामा सङ्कल्प गरेको। त्यति बेला नपत्याए यो दर्शकहरूलाई थाहा होला, त्यो गीत चाहिँ त्यही 53 सालतिर आएको के 52-53 सालतिर। त्यहाँ त्यो गीत एकदमै चलेको थियो कि कर्णदास हाम्रो गाउँमा जानुभएको थियो। त्यति बेला मैले त्यसरी सङ्कल्प गरेको। पछि आफूमा गीत गाउने त्यो रस चढ्दै जाने। घाँस काट्न पानी लिन जाँदा पनि गीत गाएको गाई, घरबाट बाहिर निस्किएपछि गीत गाई गर्ने। त्यसपछि आमाहरूले होइन कति गीत गाएको यो मान्छेले, हजुर यो केटाले कति नआउने हो, धेरै गीत गाउनु हुन्न क्या, गीत गाउने मान्छे त दुखिया हुन्छ भन्नुहुन्थ्यो। होला पनि त्यो बेलामा गीत गाउने रहर भएका मान्छेहरूले अवसर नपाउनु भएको थियो होइन। त्यति बेला त रेडियो नेपाल मात्रै थियो। अहिले त हातै पातै युट्युब च्यानल छ, आफ्नो मिडिया छ हातै। अहिले चाहिँ आफ्नो अन्तर्निहित प्रतिभा भएको व्यक्तिलाई बाँच्न राम्रै छ, सजिलै छ। त्यो बेलामा पो दुखिया थियो, दुखिया जमानै त्यस्तो थियो। रेडियो नेपाल आउन पर्थ्यो, कति दिन लाएर त्यहाँ पनि कसरी गर्न पर्थ्यो, आफ्नो आइडिया हुन्थेन। जानेका मान्छेले कति गीत चोर्थे अरे, त्यस्तो हुन्थ्यो। त्यही भएर अब गीत गाउन रहर त लाउने, ठाउँ अवसर नपाउने भएको कारण दुखिया हुन्थ्यो। अहिले चाहिँ सुखी छ। अहिले सुखियामा परिवर्तन तरिकाले लाउनुहोस्। तर घरको काम गर्न अल्छी लाएर गीत गाउन, नाच्न, रल्लिन, हल्लिन चाहिँ नआउनु होला। आफ्नो हो यहाँ केही छ भनेदेखि आउनुहोस्, गर्नुहोस्, हुन्छ। इमान्दारिता साथ गर्नुपर्छ। रङ्ग गर्ने भए ढङ्ग पनि चाहिन्छ। रङ्गनसँग रङ्ग मात्रै गरेर हुँदैन। रङ्ग गर्नेलाई ढङ्ग पनि प्रयोग गरेर अगाडि आउनुहोस् भन्छु मैले। हजुरको यो कुराबाट मैले चाहिँ के सिकेँ भन्दाखेरि नि, घरको काम गर्न झ्याउलाएर गीत गाउन नाच्न, फल्नाले त यति गीत आयो, यति भ्युज गयो, फल्ना त यति हिट भयो, म पनि हुन्छु भन्ने किसिमले मात्र नआउनुहोस्। एउटा ज्ञान, चेतना, एउटा अभ्यास, एउटा प्रतिस्पर्धा गरेर आउनुहोस्, हो कि होइन? हो एकदम। यो मात्र होइन कि आफ्नो कलाप्रति चाहिँ सधैँ सत्य हुनुहोस् होइन त। हजुरको कुराबाट चाहिँ मैले यो भर्खरै त्यही सिकेँ। जे जानेछ, लोकगीत जान्नुभएको छ कि, आधुनिक जान्नुभएको छ कि, डान्स जान्नुभएको छ कि होइन, चित्रकला गर्छु भन्नुहुन्छ कि, डाक्टर गर्छु भन्नुहुन्छ कि, मास्टर गर्छु भन्नुहुन्छ कि, पाइलट गर्छु भन्नुहुन्छ कि, जे गर्छु भने पनि यो धरतीमा स्वतन्त्र छ। तर आफ्नो तरिकाले अध्ययन गरेर आउनुहोस् भन्छु कि मैले। एकदमै त्यही हो मेरो यत्रो वर्षको उमा भोगाइमा मैले त्यति बुझेँ र
पहिला पहिला लैलैमा लाइयो, कति रहरले गरियो, कति कर काटियो, हजुर दुःख पाइस मङ्गले आफ्नै ढङ्गले। अब कसलाई दुःख पोखाउने हो नि होइन? के गर्छस् मङ्गले आफ्नै आफ्नै ढङ्गले ढङ्गले हजुर हो नि आफ्नै ढङ्ग गर्न भनेर यहाँ काठमाडौँ आइयो। काठमाडौँ त यस्तो दुःख हुने रहेछ भनेर आमा बाबुसँग दुःख पोखेर नि भएन। बल्ल खाइस किन गएको थिइस् त? घरै यहीँ खेती गरेर बसी हुन्थ्यो, गाई बाख्रा चराएर बसी हुन्थ्यो भन्लान्। हजुर त्यसले मात्र पनि भएन पुगेन होइन। म त केही गर्नको लागि आएको हो भन्छु के अरे, खै कि यस्तै छ बाउ।